おはようございます。皆さん、お元気ですか? आज चाहिँ हामी मिनानो निहोङ्गो शब्दको पाठ 2 भोकाबुलरीहरू पढ्दैछौँ। अब सुरु गरौँ है त। कोरे भनेको यो, सोरे भनेको त्यो र अर्को आरे भनेको उत्यो। कुनै पनि वस्तु आफूसँगै छ भने यो भनिन्छ, कोरे भनियो। आफूभन्दा थोरै टाढा छ भने सोरे भनियो, त्यो भनियो। र अर्को चाहिँ आफूभन्दा अलि टाढा छ भने चाहिँ आरे भनिन्छ। अर्को छ कोनो, सोनो र आनो भनेको पनि अर्थ एउटै है। यो, त्यो र उत्यो नै हो। तर यसको डिफ्रेन्स भनेको कस्तो भन्दाखेरि कोरेसँग जहिले पनि वा पार्टिकल लाग्छ हैन। कोरे, सोरे र आरेको पछाडि जहिले पनि वा पार्टिकल लाग्छ र कोनो, सोनो र आनोको पछाडि नाउन आएर मात्र पार्टिकल लाग्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। अर्को छ कोरे वा एनपी यो चाहिँ के हो? पेन्सिल हो भने जस्तै। अब कोनो एनपिचु वा वातासिनो देश, यो एनपिचु चाहिँ यो सिसा कलम चाहिँ मेरो हो भन्न खोजेको। जस्तै हजुरलाई के मात्र बुझाउन खोजेको भन्दा कोरेसँग कोरे, सोरे र आरे पछाडि जहिले पनि वा पार्टिकल लाग्छ र कोनो, सोनो र आनोको पछाडि नाउन पछाडि मात्र वा पार्टिकल लाग्छ। यो कोरे, सोरे र आरे पछाडि वा लाग्छ, कोनो, सोनो र आनोको पछाडि नाउन अनि वा पार्टिकल लाग्छ। यति मात्र सम्झिनु पर्यो है त। अनि त्यसै गरी अर्को छ होन। होन भनेको पुस्तक है। जिस्यो भनेको डिक्सनरी भनेको, शब्दकोश भनेको। जास्सी भनेको म्यागजिन पत्रिका भनेको है। त्यसै गरी सिन्मुन भनेको न्युज पेपर, समाचार पत्र भनेको। नोतो भनेको नोटबुक, नोट कपी भन्छौँ नि हामीले, त्यसलाई चाहिँ नोतो भन्छ है। तेच्यो भनेको जेब नोटबुक अथवा पकेट नोटबुक भनिन्छ हामीले चाहिँ। त्यसै गरी मेइसी भनेको व्यापारिक कार्ड अथवा भिजिटिङ कार्ड है। कादो भनेको कार्ड। तेरेउन कादो भनेको टेलिफोन कार्ड है। गिन्कोविन भनेको ब्याङ्क कर्मचारी। एनपिचु भनेको पेन्सिल। बोरु पेन भनेको बल पेन, डट पेन भनेको है। स्याफु पेन्सिलु भनेको मेकानिकल पेन्सिल भनेको है। खागी भनेको चाबी अथवा साँचो भन्छौँ नि हामीले। तुकेई भनेको घडी। खासा भनेको छाता र खाबाङ भनेको झोला। अनि तेपु भनेको क्यासेटको टेप चक्का भनेको है। तेपु रेकोडा भनेको टेप रेकर्ड, क्यासेट भनेको है। तेरेबी भनेको टेलिभिजन, टिभी भनेको। राजियो भनेको रेडियो। खामेरा भनेको क्यामेरा। कम्प्युटा भनेको कम्प्युटर। जिदौस्या भनेको अटोमोबाइल भनेको है, सवारी साधन भन्न खोजेको। अनि चुकुए भनेको डेस्क टेबल भनेको। इसु भनेको कुर्सी। चोकोरेतो भनेको चक्लेट। कुओही भनेको कफी। एइगो भनेको अङ्ग्रेजी भाषा। निहोङ्गो भनेको जापानिज भाषा। र अर्को छ गो भनेको भाषा। कुनै पनि जस्तै नेपारू गो भनेको नेपाली भाषा भने जस्तै पछाडि गो आयो भने हामीले के बुझ्नु पर्यो? त्यो देशको भाषा भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। अर्को छ नान। नान अथवा नानी भनेको चाहिँ के भनेको है। सुकोदे भनेको त्यसैले। चिगाइमास भनेको त्यो गलत हो अथवा त्यो फरक छ भन्न खोजेको है। चिगाइमास भनेको त्यसको अर्थ चाहिँ फरक छ भन्न खोजेको, त्यो होइन यो चाहिँ हो भन्न खोजेको चाहिँ। अनि अर्को छ सौदेशका भनेको ए हो र भनेको है। हामीले भन्छौँ नि कसैले केही भन्यो भने चाहिँ ए हो र भन्ने टाइपको चाहिँ, त्यसलाई चाहिँ सौदेशका भन्छ। आनो भनेको भनेको केही कुरा सोचेको दिमागमा झट्ट नआए जस्तो टाइपको हो के, त्यसलाई चाहिँ के भन्छ? आनो भन्छ। अर्को छ दौजो। दौजो भनेको लिनुहोस्। कसैलाई केही दिनु पर्यो भने चाहिँ दौजो भनेर चाहिँ भन्नु पर्यो है, लिनुहोस् भन्दा चाहिँ। अर्को छ दौमो। दौमो भनेको चाहिँ धन्यवाद भनेको है, थ्याङ्क यू भन्न खोजेको। आरिगातो भनेको पनि थ्याङ्क यू नै हो। आफू आफूभन्दा सानोलाई मात्र के भनिन्छ हामीले? आरिगातो भनिन्छ। दौमो भनेको आफूभन्दा ठुलो व्यक्तिलाई भन्दा चाहिँ हामीले के भन्नु पर्यो? दौमो भन्नु पर्यो। अर्को छ दौमो आरिगातो गोजाइमास भनेको भेरी थ्याङ्क यू सो मच भनेको टाइपको के, धेरै धेरै धन्यवाद भनिन्छ नि, त्यसलाई चाहिँ हामीले के भन्नु पर्यो? दौमो आरिगातो गोजाइमास भन्नु पर्यो है। त्यसै गरी कोरेखारा ओसेबानी नारीमास भनेको आउने दिनहरूमा हजुरको सहयोगको अपेक्षा राख्छु। हजुरले केही मलाई चाहिँ पछिको फ्युचरमा मलाई केही साथ सहयोग दिनुहुन्छ भन्ने चाहिँ अपेक्षा राखेको छु भनिन्छ नि हामीले, त्यसलाई चाहिँ के भन्छ त? कोरेखारा ओसेबानी नारीमास भन्दो रहेछ है।
अनि त्यसै गरी अर्को छ कोचिरा कोसो योरोसिकु भनेको नाइस टु मिट यु भनेर कसैले भन्यो भने चाहिँ आफूले के भन्नु पऱ्यो, कोसिरा कोसो योरोसिकु भनेर भन्नु पऱ्यो है। जस्तै कसैले भन्छ नि त भेटेर खुसी लाग्यो भन्दाखेरि म पनि तपाईँलाई भेटेर खुसी छु भन्दा त हामीले भन्नु पऱ्यो नि त। त्यसलाई चाहिँ कोचिरा कोसो योरोसिकु भन्नु पऱ्यो। ल आजलाई यति नै, बाँकी कुराहरू चाहिँ हामी पार्ट 3 मा चाहिँ भेट्नेछौँ है त।